हेलो नमस्ते सबैजनालाई। एन्जिला मुभी हल एकदमै हाउसफुल भएको अवस्था छ। Namaste everyone and welcome to my सेफ सुरेश नेपाल ब्लगमा यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। र आज चाहिँ सानो एउटा एन्जिलाको बारेमा केही कुराहरू गर्न चाहन्छु है। यसको बारेमा चाहिँ अनि के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया राख्नु होला र मलाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर हेल्प गर्नु होला, सपोर्ट गर्नु होला हैन। सो ढिला नगरिकन अब सुरु गरौँ हाम्रो एन्जिला बहिनीको मुभीको बारेमा है। मुभीको क्लिपहरू हेर्दाखेरि एकदमै धेरै राम्रो लाग्यो हैन। त्यो एकदमै त्यो छोटो छोटो क्लिपहरू हेर्दा पनि मनमा एउटा हुन्छ नि लाइक बम हुन्छ नि, लाइक एकदमै टच भइदियो हैन। सो मैले पनि त्यो क्लिपहरू मात्रै हेर्न पाइरहेको छु। यतिखेर हामी परदेशमा छौँ, परदेशमा पनि सायद दुबईमा छु म। दुबईमा पनि लागेको होला कुनै समय मिलेसम्म हैन, कोसिस गर्नेछु एन्जिला मुभी हेर्नको लागि। सो आज चाहिँ म के भन्न चाहन्छु भने एक त अब त्यो जुन क्लिपहरू भाइरल भइरहेको छ हैन, एन्जिला बहिनीको जुन सर्ट्स भिडियोहरू हैन, क्लिपहरू चाहिँ भाइरल भएको छ अनि त्यो हेर्दाखेरि एकदमै दर्दनाक लाग्यो एउटा हैन। गाउँको स्ट्रगल अनि त्यो स्ट्रगल पिरियडहरू देख्दाखेरि यति धेरै दर्दनाक छ नि हैन, एकदमै टच भयो हैन। तर म चाहिँ यो विषयलाई म के भन्न चाहन्छु भने एन्जिला बहिनीको जुन त्यो स्ट्रगलको पिरियडहरू देख्दाखेरि एकदमै दुखित, मतलब एउटा के भन्छ त्यसलाई, इमोसनल त छँदैछु। त्यस सँगसँगै म चाहिँ एउटा के एडभाइस गर्छु भने जतिजनाले फिल्महरू हेर्न जानुहुन्छ फिल्म हलमा हैन, अनि त्यहाँ चाहिँ त्यति धेरै स्ट्रिक्ट छैन जस्तो लाग्यो अहिले नेपालको फिल्म हलतिर हैन। किनभने त्यसरी मुभी हलमा गएर क्लिपहरू लिन अथवा चाहिँ पहिला त मोबाइल पनि अलाउड हुँदैन थियो हैन। हलमा गइसकेपछि क्लिपहरू लिन्छन्, भिडियो गर्छन् भनेर। तर अहिले एकदमै ओपनली छ जस्तो लाग्यो मलाई नेपालमा हैन। कति धेरै चाहिँ लिक भइरहेको हुन्छ हैन, फिल्महरू हेर्न गइन्छ त्यसपछि अनि त्यहीँबाटै लुकेर चाहिँ क्लिपहरू कति त एक त लङ्गर भिडियो गरेर अथवा फेसबुकतिर अनि के अरे टिकटकतिर एकदमै भाइरल भइराखेको हुन्छ हैन। कतिपय पहिला त अब गीतहरू त टिकटकतिर पनि आइरहेको थियो हैन, तर अहिले चाहिँ क्लिपहरू नै मैले कतिपय हलबाट नै देखिराखेको छु, हलबाट नै भिडियो लिएर चाहिँ बाहिर पनि भाइरल गरिरहेको छ हैन। त्यो कुराले चाहिँ सायद त्यो गर्नाले चाहिँ अझै इफेक्ट गर्ला कि मुभीलाई हैन। अझै जतिसम्म मुभीले अथवा चाहिँ जुन जो चाहिँ एन्जिला मुभीमा प्रोड्युसरहरू हुनुहुन्छ, डाइरेक्टरहरू हुनुहुन्छ हैन, जति पनि उहाँले इन्भेस्ट गर्नुभएको छ हैन, उहाँहरूलाई पनि इफेक्ट गर्छ कि भन्ने मात्रै मेरो तर्क हो। एनी केसमा अन्यथा केही लिनुपर्ने त्यस्तो छैन हैन। म चाहिँ अब यदि अब फिल्म हेर्नु छ भने हामी हलमै गएर हेरौँ, हेल्प गरौँ भन्ने कुरा हो हैन। तर मैले चाहिँ धेरै जस्तो चाहिँ मैले अहिले क्लिपहरू जति पनि एन्जिलाको मात्रै नभइकन अन्य त्योभन्दा अगाडिको राम्रो मुभीहरूको पनि इभन अब पूर्णबहादुरको सारङ्गी भयो हैन, अनि त्योभन्दा अगाडिको मुभीहरूको पनि केही छोटो क्लिपहरू चाहिँ उसबाट नै भिडियो बनाएर हैन, हलभित्रै गएर चाहिँ जुन प्रत्यक्ष भिडियो बनाएर टिकटकतिर भाइरल पनि भइरहेको मैले देखिरहेको थिएँ हैन। सो त्यो कुराले गर्दाखेरि चाहिँ म उनीहरूलाई, प्रोड्युसरहरूलाई हैन, जसले चाहिँ अब इन्भेस्ट गर्नुभएको छ मुभी मेकरहरूलाई, उहाँहरूलाई चाहिँ इफेक्ट गर्छ कि भन्ने कुरा हो हैन। यसमा अन्यथा त नलिनु होला कसैले पनि हैन। हुन त अब त्यही क्लिपले गर्दाखेरि मलाई थाहा भयो। म त परदेशमा छु हैन, नेपालमा बसेर म हेर्न पाएको छैन। इभन यहाँ पनि त्यस्तो मौका मिल्यो भने म अवश्य पनि हेर्नेछु हैन। एन्जिला मुभीलाई एकदमै सल्युट छ बहिनीलाई हैन। एकदम स्ट्रगल देखियो हैन। अब जति पनि हामीले त अब ग्राउन्डमा देखिन्थ्यो हैन, फुटबल ग्राउन्डमा देखिन्थ्यो राम्रो प्लेयर हैन भनेर, क्याप्टेन भनेर हामीले एन्जिलालाई चिन्यो। तर एन्जिलामा पनि त्यति धेरै लुकेको कलाहरू रहेछ हैन। मान्छेलाई कला भन्छ नि, कलाकारिता गर्नको लागि मान्छेलाई हुन त कतिपय ड्रामा गर्ने मान्छेहरू त यत्तिकै पनि ड्रामा पनि हामीले गर्न त सक्छौँ,
तर कलाकार त्यो बहिनीलाई चाहिँ मैले यस्तो देखेँ कि त्यो मनदेखिका जुन कुराहरू उसले भोगेको छ होइन, त्यही कुराहरू चाहिँ उसले एउटा यथार्थमा चाहिँ उसले निभाइरहेकी त्यो अभिनयहरू अनि उसले गरेको त्यो स्ट्रगल पिरियडहरूलाई देख्दाखेरि त ओ माइ गड होइन, मम नै भइदिने क्या त्यो हेर्दा पनि हुन्छ नि होइन, चिरिङ्ग हुने टाइपको होइन। सो एकदमै खुसी लाग्यो, बहिनीलाई एकदमै बेस्ट अफ लक भन्न चाहन्छु फर्दर मुभीहरूमा, अथवा चाहिँ अब बहिनीको त अब लाइफ एक हिसाबले गर्ने हो भने एउटा टर्निङ पोइन्ट पहिल्यै भइसक्यो होइन। सो बहिनीलाई अझै पनि शुभकामना छ होइन, धेरै धेरै अन्तर्राष्ट्रिय गेमहरू खेल्न पाओस् बहिनीले होइन, अनि यस्तै मुभीहरू पनि अन्य अरू मुभीहरूमा पनि बहिनीको हामीले मुभीहरू हेर्न पाऊँ आगामी दिनहरूमा होइन। सो बहिनीलाई शुभकामना साथसाथै होइन सबै जति पनि फिल्म मेकर मिलन चाम्स दाई होइन, उहाँहरूले धेरै हेल्प गर्नुभएको रहेछ होइन, त्यो अहिले जुन स्टोरीहरू सुनिँदैछ बुझिँदैछ होइन। सो त्यो कारणले गर्दाखेरि सबैजनालाई केही आग्रह गर्न चाहन्छु, जति पनि तपाईँहरू मुभी हेर्न जानुहुन्छ हलमा होइन, हलमा गएर त्यसरी क्लिप लिएर आफ्नो टिकटकमा भाइरल अपलोड गर्नु अलिकति राम्रो होइन जस्तो लाग्छ मलाई होइन। सो त्यो चाहिँ कानुनी उसमा पनि छैन होला जहाँसम्म लाग्छ होइन। सो त्यो तपाईँ कानुनी बमोजिम पनि त्यो एकदम गैर के भन्छ त्यसलाई गैर कानुनी मिचेको भनिन्छ या होइन। सो त्यो गर्न चाहिँ गलत हो जस्तो लाग्छ है। अनि तपाईँहरूलाई चाहिँ के लाग्छ यो क्लिपहरू भिडियो गरेर बाहिर अझ यो प्रचार त अब अलरेडी नै अब प्रिमियरमा भइ नै राखेको हुन्छ होइन अलरेडी। सो त्यसरी हलमा गएर त्यो भिडियोहरू उयो गरेर अपलोड गर्नु अथवा चाहिँ त्यसलाई कपिराइट त्यसको पनि त क्राइटेरिया हुन्छ होला होइन। अब हुनु त म धेरै वर्ष भइसक्यो होइन विदेश बसेको, सो नेपालको हलमा त धेरै भइसक्यो लगभग 10-15 वर्ष नै भयो मैले फिल्महरू हेरेको छुइनँ नेपालमा। सो त्यतिखेर त अब जतिखेर मैले फिल्महरू हेर्थेँ 10-15 साल अगाडि, त्यतिखेर अब मोबाइल पनि अब त्यतिखेर हामीसँग त अब क्यामेरा भिडियो क्यामेरा खिच्ने के मोबाइल पनि त हुँदैन थियो होइन 15-20 वर्ष अगाडि त्यस्तो हुँदैन थियो। तर अब अहिले एकदमै अब अनलाइनको जमाना छ होइन, इन्टरनेटको जमाना छ। सो सायद अब त्यहाँ पनि होला नि त होइन फलो रुल्सहरू होइन, रुल्स एन्ड रेगुलेसन होला, त्यहाँ पनि क्राइटेरियाहरू होला, त्यहाँ गइसकेपछि त्यहाँको सेक्युरिटीहरू होला, अथवा चाहिँ त्यहाँको जुन फिल्म हल चलाउने मान्छेहरू हुनुहुन्छ होला होइन, उहाँहरूले स्टिक गरिदियो भने चाहिँ अझ फिल्म मेकरहरूलाई अथवा चाहिँ फिल्म जसले बनायो जसले इन्भेस्ट गरेछ प्रड्युसर डाइरेक्टर होइन वेभरकै होइन उनीहरूलाई पनि बेनिफिट होस् भन्ने हिसाबले र उहाँहरूलाई चाहिँ धक्का नहोस् भन्ने हिसाबले चाहिँ मैले यो कुराहरू उठाएको हुँ होइन, अन्यथा अरू केही पनि होइन। किनभने मैले धेरै जस्तो पहिला पनि एकचोटि उहाँहरूले उजुरीहरू पनि हाल्नुभएको थियो, किनभने यसरी क्लिपहरू हालेर चाहिँ फिल्म चलेन यताउता। अब किनभने त्यहाँ हालिदिइसकेपछि त मान्छेहरूले हेर्दैन नि त होइन, त्यहाँ अब जति पनि अब तपाईँहरूले भिडियो गरेर हालिदिनुहुन्छ त्यसपछि त उहाँ फिल्म हलमा गएर हेर्ने यस्तै रहेछ भन्ने हुन्छ, अलरेडी हेरिसकेको हुन्छ क्लिपहरूमा पनि। अब एकजनाले एउटा क्लिप अर्कोले एउटा क्लिप भएपछि त अलमोस्ट 2.5 आवर्सको फिल्म नै तपाईँको त्यसरी क्लिपमै तपाईँको भिडियो गरेर हालिदिइसकेपछि त मान्छेहरू हलमा जाने अलिकति कम हुन्छ कि भन्ने मात्रै मेरो धारणा हो, अरू नेताहरू त्यस्तो केही पनि होइन। र बहिनीलाई एन्जेला बहिनीलाई एकदमै धेरै धेरै शुभकामना छ, यस्तो राम्रो चाहिँ अभिनय गर्नुभएको छ होइन, बहिनीको फ्युचर एकदमै ब्राइट छ है भन्दै आजको यस भिडियो चाहिँ स्पेसली एन्जेला बहिनीको लागि र यो फिल्म मुभीको लागि भनेर बनाएको छु। अन्य अरू भिडियोहरू पनि लिएर आउने गर्छु है। म चाहिँ सुरेश सरगम होइन, हाल चाहिँ म दुबईमा छु, एज अ सेफमा काम गरिरहेको छु है। तपाईँहरू कहाँबाट हुनुहुन्छ कताबाट हुनुहुन्छ कमेन्ट गर्नु होला। म कारको ब्लगहरू पनि बनाउँछु अब बिस्तारै भर्खरै होइन सुरुवात गरेको छु, यहाँहरूको साथ अनि सपोर्ट पाएँ भने अवश्य पनि अगाडि बढ्ने एउटा मलाई पनि मोटिभेट मिल्नेछ भन्दै आजको बसाइबाट चाहिँ यहाँहरू माझबाट छुट्छु अनि सी यू अगेन भन्दै अर्को भिडियोमा है त। ओके बाई बाई।